समय दिनुभएको लागि है। अनि सम्पूर्ण मण्डली परिवार हाम्रो विभिन्न मण्डलीबाट पाल्नुभएका अथवा 5वटा मण्डलीबाट पाल्नुभएका हाम्रो पास्टरजीहरू, एल्डरजीहरू, विगतजीहरू है, अनि अगुवाजीहरू, अनि युथ टिमका लिडर्सहरू र सम्पूर्ण मण्डली परिवार र सम्पूर्णलाई चाहिँ मेरो तर्फबाट अनि स्नान मण्डलीको तर्फबाट सबैलाई जय मसीह। हालेलुया। वचन भन्दा पनि आज विशेष हामी यो 2070 साल कार्तिक 9 गते परमेश्वरले पहिलो दिन चाहिँ प्रभुको महिमाको लागि स्नान मण्डलीमा जुन प्रकारको मण्डली स्थापित गर्नुभयो, त्यो दिनको विगतको दिनलाई म थोरै तपाईँहरूसँग राख्न चाहन्छु। आज प्रभुलाई धन्यवाद दिने भनेको त्यही हो प्रियहरू। 2070 साल कार्तिक 9 गते औँठामा गर्न सक्ने विश्वासीहरू थियो। जम्मा 35-36वटा विश्वासीहरू सङ्गति गर्दथे, त्यो पनि साना भरङ्गे फुरुङ्गे केटाकेटीहरू, बच्चा बच्चीहरू समेत गरेर है। आज धन्दै 217 जना विश्वासीले आज यहाँ प्रभुको महिमा गरिरहेको छ। हालेलुया। हाम्रो यो वार्षिक उत्सव कार्यक्रम जबसम्म प्रभुको आगमन हुँदैन तबसम्म गरिरहेछ। हालेलुया। किनकि प्रभुले भन्नुभएको छ, जबसम्म म आउँदैन तबसम्म मेरो मृत्युको के गर। हामी यो सन्देशको लागि, हामी यो प्रचारको लागि, हामी यो आनन्दित जीवनको लागि प्रचार गर्ने व्यक्तिहरू हौँ। चाहे संसारको हाम्रो आमालाई गुमाउन परोस्, चाहे संसारको पिताले गुमाउनु, संसारको बुबालाई गुमाउनु परोस्, तर हाम्रो आत्मिक बुबालाई हामी कसैले गुमाउनु नपरोस्। म अभिषेकलाई एकदमै आदर गर्छु, म अभिषेकसँग एकदमै डराउँछु। र व्यक्तिको बानी स्वभावसँग भने यदि त्यो परमेश्वरको दृष्टिमा गलत छ भने म गलत भन्छु है। मेरो विवेकले भ्याएसम्म, म राम्रो भन्न खोजेको होइन, मेरो विवेकले भ्याएसम्म चाहिँ, मेरो विवेकले देखाएसम्म, परमेश्वरको आत्मा मेरो विवेकले देखाएसम्म गलतलाई गलत भन्छु, सहीलाई सही भन्छु, तर अभिषेकलाई म जहिले नै आदर गर्छु। त्यसकारण मेरो पास्टर बालशमशेर गुरुङले यहाँसम्म यो 5वटा मण्डलीको हरेक स्थानमा प्रार्थना गरेर हरेक दुःख र पीडाको घडी सन्तानलाई दिएर मेरा कुखरीको माउले चल्लालाई छोबे जस्तै हरेक विपत्तिबाट, हरेक समस्यालाई छोडेर ल्याउनु भएको र अहिलेको यो दिनसम्म हामी एउटै छत्र छायाले 5वटा मण्डलीको पास्टर एल्डरहरू एकै ठाउँमा रहेर प्रभुको महिमा गर्न पाएकोमा चाहिँ है। अहिले हाम्रो पास्टर बालशमशेर गुरुङ अशक्त छ, तर देन उहाँले प्रभुमा एउटा उहाँ असल हुँदाखेरि, राम्रो शारीरिक रूपमा राम्रो हुँदाखेरिको गरेको देनद्वारा नै आज हामी यहाँसम्म परमेश्वरको महिमाको लागि हामी एकै ख्रिस्ट येशूको छत्र छेउमा हामी यसरी रहेर महिमा गर्न पाइरहेका छौँ।